हेलो गाइज, वेलकम टु द Dio.com। आज म तपाईँहरूलाई Dio.com को ड्यासबोर्डमा रहेको अर्डरको बारेमा भन्न गइरहेको छु। अर्डर अप्सनमा क्लिक गरिसकेपछि हामीले यस्तो इन्टरफेस हेर्न सक्छौँ। पेन्डिङ, शिफ्ट र क्यान्सलको अप्सनहरू छन्। त्योभन्दा तल हामी हेर्न सक्छौँ कि अर्डर आइडी लेखेको छ। जुन कस्टमरले अर्डर गरिसकेपछि त्यो आइडी आफै लेखाउँछ। त्यसपछि अर्डर क्रिएसनवाला त्यो अप्सनमा हामी हेर्न सक्छौँ कि कस्टमरले कुन मिति र कति बजे अर्डर गरेको छ भन्ने कुरा। त्यसपछि टोटल एनपिआर भन्ने अप्सन छ। त्यसमा हामीले थाहा पाउन सकिन्छ कि कस्टमरले कति रुपियाँमा सामान अर्डर गरेको छ, जसमा माथिको प्राइस सामानको हो भने तलको डेलिभरी चार्ज हो। त्यसपछि कस्टमर र पेमेन्टवाला अप्सन, जसमा कस्टमरले कुन माध्यमले पेमेन्ट गरेको छ। अनलाइन प्रोडक्टवाला अप्सनमा रहेको छ, जसमा कस्टमरले कुन सामान अर्डर गरेको छ भन्ने। त्यसपछि एक्सनवाला अप्सन छ, जसमा हामी कस्टमरले अर्डर गरेको सामानको बारेमा डिटेलमा बुझ्न सक्छौँ। डिटेलमा क्लिक गरेपछि हामी हेर्न सक्छौँ कि यहाँ साइडमा सामानको फोटो र नामहरू छ भने अर्को साइडमा डकुमेन्ट जस्तो पेपर आएको छ। त्यो चाहिँ लेबल हो, जसलाई हामीले प्रिन्ट गरेर प्याकेजिङ गरेको सामानमा टाँस्नुपर्ने हुन्छ। प्रिन्ट कसरी गर्ने भनेर हामी भिडियोबाट हेर्न सकिन्छ। धन्यवाद।